प्रणाम साथीहरू। आजको प्रस्तुति लिएर म आइसकेको छु र आजको प्रस्तुति हो कि स्वर्णिम बाङ्लेले किन र के भने र किन भने बारेमा। र मेरो नाम हो सुदीप चौधरी र तपाईँ हेर्दै हुनुहुन्छ सुदीप मिम्स नेपाल। र अलिकति पुरा बुझ्नको लागि यो भिडियो हेरिलिनुहोला जुन कि स्क्रिनमा चलिरहेको छ तपाईँको। हेर्नुहोस्। आज यो महाधिवेशन चितवनमा हुनु केवल संयोग मात्र होइन, चितवन राष्ट्रिय स्वतन्त्र पार्टीको लागि एउटा भूगोल मात्र होइन, यो भावना हो, यो एउटा कथा हो, यो एउटा सुरुवात हो। यही भूमिबाट रवि लामिछानेज्यूले परिवर्तनको बिगुल फुक्नु भएको थियो। यही भूमिबाट हजारौं नागरिकले वैकल्पिक राजनीतिको सपना देख्न थालेका थिए। त्यसैले आज चितवन गौरवान्वित छ। त्यसैले आज हामी चितवनवासीहरू देशभरबाट आउनुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूको आतिथ्य गर्न पाउँदा गौरवान्वित छौं। साथीहरू, महाधिवेशन भनेको केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, यो आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो। हामी कहाँबाट आयौं, हामी कता छौं र हामी कहाँ पुग्न चाहन्छौं, त्यसको उत्तर खोज्ने अवसर पनि हो। यो अधिवेशनले नेतृत्व छान्नेछ, तर त्योभन्दा ठूलो कुरा हामी आगामी पुस्ताले गर्व गर्ने राजनीतिक संस्कार निर्माण गर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्नको उत्तर पनि दिनुपर्नेछ। हामी यहाँ एउटा विचारलाई अझ बलियो बनाउन भेला भएका हौं। हामी यहाँ कुनै पदको लागि होइन, नेपालको भविष्यका लागि भेला भएका हौं। र यो भविष्य तब मात्र सम्भव हुन्छ जब हामी प्रतिस्पर्धामा पनि सभ्यता देखाउँछौं, असहमतिमा पनि सम्मान देखाउँछौं र विजय वा पराजय भन्दा माथि संगठनलाई राख्छौं। अन्त्यमा देश र विदेशका विभिन्न ठाउँहरूबाट यहाँसम्म आइपुग्नुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। चितवनले तपाईहरूलाई केवल आतिथ्यता मात्र दिएको छैन, आफ्नो माया, आफ्नो सम्मान र आफ्नो विश्वास पनि दिएको छ। चितवन जिल्लाका सम्पूर्ण साथीहरूले छोटो समयका बावजुद पनि यहाँहरूको बसाई, सहभागिता र कार्यक्रमको सफलताका लागि सक्दो प्रयास गरेका छौं। यस क्रममा कुनै कमी कमजोरी हुन गएमा आयोजक जिल्लाको तर्फबाट क्षमा माग्दछु र यहाँको बसाई सुखद, फलदायी र स्मरणीय रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यस ऐतिहासिक महाधिवेशनले संगठनलाई थप सशक्त, ऐक्यबद्ध र गतिशील बनाउँदै नयाँ ऊर्जा र नयाँ दिशा सहित सफलताको नयाँ अध्याय प्रारम्भ गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु। र यही विश्वासका साथ यस ऐतिहासिक महाधिवेशनको भव्य तथा सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दै मेरो मन्तव्य यही समाप्त हुन्छ। धन्यवाद। जय घण्टी, जय देश। धन्यवाद छ चितवन जिल्ला सभापति मिनी माधव खनालज्यू। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जनभेला चितवनमै भएको थियो। 2079 असार 7 गते पार्टी घोषणा पश्चात असार 17 गते पार्टी दर्ता भएको प्रमाणपत्र ल्यायौं र असारको 25 गते हामीले चितवनमा पहिलो जनभेला आयोजना गरेका थियौं। करिब 4 वर्षको दौरानमा यो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही गर्न पाउँदाखेरि, चितवनमै हुँदै गर्दाखेरि र त्यो असारको 25 गते पनि भेला गर्दा यस्तै पानी परेर शुभसाहित भएको थियो। अहिले पनि यस्तै पानी परेर शुभसाहित भएको छ। यो अवसर एउटा सगौरव हामी यसलाई ग्रहण गर्न चाहन्छौं। पार्टी उपसभापतिज्यू जोडिसके पछाडि, तनहुँबाट निर्वाचित भइसके पछाडि पार्टीले एउटा उचाइ लिएको थियो। आजको यस कार्यक्रममा म पार्टी उपसभापति डाक्टर सोडी मगलेज्यूलाई मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय सभापतिज्यू, सम्माननीय प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताज्यू, विभिन्न राष्ट्रिय राजनीतिक दलका सभापति एवं नेतागण, प्रथम महाधिवेशनका प्रतिनिधिहरू र यो ऐतिहासिक क्षणलाई आशाका साथ हेरिरहनुभएका
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आज असार 7 गते पार्टीको चौथो स्थापना दिवस। हामी एउटा दलको महाधिवेशनमा मात्र आएका छैनौँ, हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश, अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तीव्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी। जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, जब नागरिक र राज्य बीचको विश्वासको पुल भत्कन थाल्यो, त्यति बेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी। विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए, संविधान आयो, समावेशिताको आधार तयार भयो। यी उपलब्धिहरूको हामी सम्मान गर्छौँ। अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नु पर्नेछ, धेरै माथि उठाउनु पर्नेछ। निर्वाचन धेरै भए, उत्तरदायित्व कमजोर रह्यो, संविधान बन्यो, संस्थाहरू बलिया भएनन्, राज्यको आकार विस्तार भयो, क्षमता बढ्न सकेन, आर्थिक गतिविधिहरूको स्वरूप फेरिए तर मर्यादित रोजगारीका अवसर फैलन सकेनन्। यही अन्तर्विरोधबाट आजको सङ्कट पैदा भएको हो। प्रिय साथीहरू, नेपालको समस्या स्रोतको अभाव मात्र होइन, नेपालको समस्या सम्भावनाको अभाव पनि होइन। हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो। राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो। व्यवसायमा नवप्रवर्तन गर्न कठिन तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो। राज्यले सिर्जना गर्ने भन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउने भन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्ने भन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो। त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने मात्र होइन, यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो। हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ, भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ, नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ। प्रिय साथीहरू, हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौँ। त्यसैले रासोपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ, आलोचना मात्र होइन, विकल्प दिनुपर्छ, विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ। आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौँ। हामीले प्रमाणित गर्नुपर्नेछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ। केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ। केवल सपना देख्न मात्र जान्दैन, परिणाम पनि दिन सक्छ। आजको महाधिवेशनको मूल प्रश्न यही हो, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको भविष्य कस्तो देख्दछ? हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ जहाँ निर्वाचनले सरकार बनाओस् तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्, जहाँ बहुमतले शासन गरोस् तर अल्पमत पनि सम्मानित रहोस्। हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ जहाँ पहुँच होइन, क्षमता सफलताको आधार बनोस्, जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्। हामी यस्तो समन्यायिक समाज चाहन्छौँ जहाँ कुनै बालकको भविष्य उसको थर, उसको जात, उसको भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गर्न सकोस्। हामी यस्तो नेपाल चाहन्छौँ जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्, जहाँ श्रम, सिप, ज्ञान र सृजनशीलताले यही माटोमा सम्मान र अवसर पाओस्। यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन्, उद्यमीले बिना भय लगानी गरून् र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्। हामी यस्तो आत्मविश्वासी नेपाल चाहन्छौँ जसले आफ्नो भाग्य निर्माण गर्न अरूको कृपा वा प्रतीक्षामा नबसोस्, जसले आफ्ना नागरिकको क्षमता,
आफ्ना संस्थाको बल र आफ्ना सपनाको साहसमा भरोसा गर्दै 21औं शताब्दीको अग्रगामी राष्ट्रका रूपमा आफूलाई स्थापित गरोस्। प्रिय साथीहरू, इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ। हाम्रो पुस्ताले त्यो अवसर पाएको छ। अब प्रश्न केवल यति हो, के हामी यो दुर्लभ अवसरको उपयोग गरौँला? के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रूपमा चिनिन सकौँला? म विश्वस्त छु राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेछ। आउनुहोस्, निराशालाई आशामा बदलौँ, आक्रोशलाई निर्माणमा बदलौँ र विद्रोहलाई रूपान्तरणमा बदलौँ। नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अगाडि बढौँ। यो लामो यात्राका प्रारम्भिक पाइला यही चितवनबाटै थालौँ। धन्यवाद। जय घटी। धन्यवाद छ उपसभापति डाक्टर सोडी मोगलेज्यू। अब म शुभकामना मन्तव्यमा प्रवेश गर्नुभन्दा पहिला म थारू डम्फु नाचको लागि एकचोटि जोरदार तालीले स्वागत गरिदिन अनुरोध गर्न चाहन्छु। म प्राविधिक मित्रहरूलाई तल हुने नाचलाई क्यामेराबाट डिस्प्लेमा ल्याइदिन अनुरोध पनि गर्न चाहन्छु। भरतपुर 27 मेगौली पुरानो थारू सांस्कृतिक तथा सहयोगी संस्थाबाट यो नाच हुँदैछ र यसको नेतृत्व गरिराख्नु भएको छ त्यसका अध्यक्ष जीवन गुरौलाई म यो नाच थारू डम्फु नाचको लागि म स्वागत गर्न चाहन्छु। हेलो पसौँ अलि छिटो लाइनमा पसिहालौँ। माइक खोलेको माइक खोल्यो। जानु न लाइनमा।
म्याकौलीका थारू दिदीबहिनी दाजुभाइहरू हुनुहुन्थ्यो। उहाँहरूलाई विशेष गरेर सांस्कृतिक विभाग यहाँहरूलाई सधन्यवाद टक्राउन चाहन्छ। हस्, धेरै धन्यवाद छ। सांस्कृतिक नाचका संयोजक अध्यक्ष जीवन गुरौज्यू र यसलाई संयोजन गरिदिनु भएकोमा हरि योञ्जनज्यूलाई पनि धेरै धन्यवाद छ। अब म यो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्यको लागि